1, 2, 3, go! त्यहाँनिर अहिले क्याफेको निर्माण हुँदैछ। त्योभन्दा अगाडि चाहिँ मैले आर्ट गराएको थिएँ त्यहाँनिर क्याफे खोल्छु भनेर। यहाँ 3टा क्रेट चाहिँ भरिसक्यो। अब ग्यासको अभाव छ अहिले नेपालमा, त्यही भएर यहाँनिर चट्ट कोलमा हेलो एभ्रिवान, वेलकम टु मेरो ब्लगमा। अनि आज चाहिँ हाम्रो मोमो च्यालेन्ज थियो, मोमोको मुखपाङ थियो। त्यस कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ मोमोको लागि किमा लिन जान लागेको भक्तपुरमा। अनि भाइहरू चाहिँ फुटबल खेल्न गएको थियो, तिनीहरूले बोलाएर लिएर आयो। अनि हामी पैसा कलेक्ट पनि गऱ्यो। अनि त्यसपछि जान लागेको थियो, पानी पर्न थालिहाल्यो। अब पानीमा भिज्दै भए पनि जानु पऱ्यो। अनि जानुभन्दा अगाडि चाहिँ मैले चट्ट लगाएर सेफ्टी मेन्टेन गर्दै हेलमेट लगाउन थालेँ। अनि आफ्नो डेस्टिनेसनमा लागे। देख्नुहुन्छ गाइज होइन, म बिच बाटोमा पुग्दै थियो, पानी देख्छ पर्न थालेको छ। भिडियो भाइरल हुँदै गयो भने चाहिँ एउटा गोप्रो एउटा किन्नुपर्छ। अहिलेको लेटेस्ट गोप्रो किन्नुपर्छ एउटा, यो भाइरल भयो भने चाहिँ अब भिडियो नै चलेन यताउति भनेर ताले भएपछि कसरी किनेर गर्छ। त्यो आफ्नो बेस्ट चाहिँ दिन्छु म, आफ्नो बेस्ट चाहिँ दिन्छु। अब बेस्ट दिँदा भयो भने चाहिँ म किन्छु। यदि बेस्ट दिँदाखेरि पनि चलेन केही भएन, राम्रोसँग मेरो फ्युचरै यहाँनिर छैन भने चाहिँ म किन्दिनँ गाइस होइन। अब चाहिँ बाइक चलाएर यस्तो एकछिनमा भेट्नु है त गाइस। देख्न सक्नुहुन्छ फाइनली हामीले किमा चाहिँ किनिसक्यौँ भाइ। अनि पसलको भ्यू देख्न सक्नुहुन्छ। अनि किमा किनेर चाहिँ म पर्खिसक्यो। अब एकछिन चिसो खाएर अनि रेस्ट गरेर घरतिर जान्छ है त। अनि कोक झिका लिन्छ चिसाको दिदीको पसलमा होइन चट्ट लगाएर हिजो अहिले मैले भर्खर गेमिङहरू सुरु गरेको क्या। दिदीले चट्ट लगाएर निकालिदिनु भइरहेको, निकाल्दै हुनुहुन्छ हजुर। ल गाइस अनि होइन मेरो हट ब्रेक लिएर सकिसक्यो। सो अब आफ्नो गन्तव्यतिर लाग्न लाग्यो। अनि त्यहाँनिर अहिले क्याफेको निर्माण हुँदैछ। त्योभन्दा अगाडि चाहिँ मैले आर्ट गराएको थिएँ त्यहाँनिर क्याफे खोल्छु भनेर। तर मेरो अब हल्का मिलेन भनौँ न, घरबाट पुरा मिलेन। त्यसपछि मेरो पुरा त्यतिमै हट्यो। अनि त्यसपछि अर्कोले खोल्दैछ। अनि हल्का मन चाहिँ चसक्कै भइरहेको हल्का। मैले खोल्न नसकेको अरूले खोल्यो, मैले कास खोल्या भए कस्तो हुन्थ्यो होला भन्ने सोच्दा कस्तो भइसक्यो। अब चाहिँ धेरै कुरा नसोचिकन अब घर बस्न लाग्नु लाग्यो है त गाइस। ओके गाइस, फाइनली चाहिँ हामीले किमा लिएर हामी घर आइपुगिसक्यौँ है त गाइस। अब फाइनली चाहिँ किमा चाहिँ हाम्रो यति मात्र रहेको छ। अनि यसमा चाहिँ के एड गरेर अझै बनाउँछु धेरै, यति बनाउँछु। हामी फाइनल म घर चाहिँ आइसक्यौँ। घर आएर मैले लुगा पनि चेन्ज गरिसक्यो। अब हामी हाम्रो मोमो बनाउनको लागि रेडी हुन्छौँ है त गाइज। यहाँनिर चाहिँ हाम्रो मोमो च्यालेन्ज खेल्ने भाइ हो आज, मुखबाङ गर्ने होइन, डेन्जर खाने हो। भोक लागिरहेछ ए, डेन्जर खाने हो आज। त्यसो भए ल आज चाहिँ हाम्रो मुखबाङ चाहिँ डेन्जर हुनेछ। जस त्यो खान नपाएको जसरी खान्छौँ होला, तर किनकि चाहिँ एउटा भिडियोको लागि हो, गाइजहरूलाई इन्टरटेनमेन्ट गर्नको लागि मात्रै बनाउनु लागेको हो। सो त्यस्तो अनेक थर नसोचिदिनु होला, राम्रो सोचिदिनु होला। सट्टै आज किमा मार्नको लागि राम्रो सोच मुला। डेन्जर गाह्रो भयो, डेन्जर। यो पिठो वालालाई एकदमै गाह्रो।
मलहरू चाहिँ सकिसक्यो अब चाहिँ मल लाउँदा धेरै एक्सपिरियन्स छ मसँग समझ रहे हो आप समझ रहे हो हाम्रो मोमो चाहिँ अलमोस्ट पाकिसक्यो यहाँ 3टा क्रेट चाहिँ भरिसक्यो अब ग्यासको अभाव छ अहिले नेपालमा त्यही भएर यहाँनिर चट्ट कोलमा पकाइरहेको छु है अनि जोस् अहिले 3 क्रेट चाहिँ भरिसक्यो एकदम मिठो बनिरहेछ मोमो चाहिँ अहिले बनाएर चाहिँ सकिसक्यो अलमोस्ट अब फ्यामिलीहरूले पनि दिन्छ हल्का अनि त्यसपछि अनि हामीले चाहिने जति राखेर चट्ट हामी मुकबाङ गर्छौँ टक्क मुकबाङ गरेको हेर्नु होला है त गाइज वेट गर्नु होला एकछिन हो हेलो गाई हाम्रो मोमो चाहिँ यस्तो देखाएको छ जोस् यहाँ केमा नपुगेर यसको चाहिँ अब ढिँडो बनाएर खानु लाग्यो है अलमोस्ट हाम्रो सबै सकिसक्यो यहाँनिर अचार चाहिँ हालेर यस्तो मिठो अचार बनाएको छ है अनि त्यसपछि यहाँबाट फेरि बाल्दैछौँ अलमोस्ट हाम्रो चाहिँ सकिसक्यो अब सिर्फ अब यो क्लिन गर्नु बाँकी हो अब टक्क हाम्रो बाँकी छ अब हामी सबै फ्यामिलीले दिएर सकिसक्यो सो मोमो बनाएर चाहिँ सबै फ्यामिलीले दिएर सकिसक्यो अब हाम्रो पालो हो यो चाहिँ खाने हाम्रो पालो हो अब मुकबाङ खेलिन्छ हामी ओइ मुकबाङ खेल होइन चट्ट अब क्लिन भइसक्यो पुरै एकदम चाहिँ क्लिन गरिसक्यो एकदम क्लिन कि यहाँ के बनाएर खाएको नै छैन जस्तो छ क्या अब पुरै फुल तरिकाले क्लिन भइसक्यो अब यही मात्र पाक्न बाँकी हो फाइनली यहाँनिर चाहिँ हालेर सकिसक्यो हाम्रो चट्ट यहाँनिर कोक छ होइन चट्ट लगाएर अब हाम्रो मुकबाङ सुरु हुन्छ कतिको एक्साइटेड छ भाइ एकदम अनि एकदम एकदम एक्साइटेड हो कसरी खान्छ भन त ल कसरी खाने तिमीले यसरी जम हो सुरु गरौँ न पहिला सुरु गर्ने हो त हो ल है सुरु हुँदैछ हाम्रो मुकबाङ अब है एकदम चाहिँ है खुसी हुने एकचोटि नाच्दै त दुईजनालाई फाइनल गाज होइन हाम्रो चाहिँ अलमोस्ट हाम्रो मुकबाङ चाहिँ सुरु भइसक्यो अनि मुकबाङमा यहाँ कोक पनि छ हाम्रो के भयो भने चट्टा होइन चट्टा हाम्रो मुकबाङ चाहिँ अब सुरु भइसक्यो गाइज होइन यहाँनिर टक्क हामी 3जना मिलेर अनि जोस् अब हामीले बनाउनु चाहिँ धेरै बनाएको थियो क्या अनि के थाहा त अब यस्तो हुन्छ भनेर अब फ्यामिलीले दिँदा यताउति बाँड्दाखेरि छिमेकीले दिँदाखेरि अनि बच्चा खुच्चा यति नै छ एकदम मिहिनेतले आज एक दिनभरिको मिहिनेत हाम्रो यति बनाएको छौँ कतिको एक्साइटेड छ त केटा हो डेन्जर खाने हो अब अनि जोस् अब हामी चाहिँ यो एउटा इन्टरटेनमेन्टको लागि हो एउटा फनको लागि हो एउटा ब्लगको लागि पनि हो अनि त्यही भएर हामी चाहिँ यस्तो एउटा सोचेर मोमो बनाएर खान्छ आफै भनेर चट्ट लगाएर मोमोसम्म किमा सिमा किनेर लिएर आएर अब खायो अब हामी सुरु गर्दैछौँ है त गाइज एक्साइटेड हो रेडी 1 एक्साइटेड रेडी हो गाइज रेडी हो यस रेडी 1 2 3 गो Okay. Oh my god!
मास्टर हान्दैमा होइन मास्टर हान्छ रिया राम्रो पनि ल बिस्तारै खाऊ यार काट्नु नि हुँदैन Okay. Bruh. Jadi rasa tu benar di mana boleh? मेरो अघि नै सक्यो आएर साबु ओके अन्नै भयो रे पुग्यो केटा मजा आयो आयो यस्तो यस्तो अझै पनि त्यहाँ गर्छ हामी है यो हाम्रो एउटा फर्स्ट कदम हो कि यो चाहिँ अब अहिलेको जस्तो ट्रेन्डिङवाला यस्तो गऱ्यो भने एउटाले खाना पाउने एउटाले खाना नपाउने हुन्छ बराबर सक्नु पऱ्यो नि ढाँसिलो गाई अब यो छेउ छोड्यो मैले जित्यो गाई त्यसले झेल गरेर क्या जुसमा खेलौँ सक्छ सबै भरौँ जुसमा आइज अब फेरि पनि हाम्रो मुखमा हुँदैछ कोकको आवाज है यहाँ थोरै भयो क्या गजब भयो रेडी 1 2 3 गो कस्तो यारमा को बस भयो बराबर भएछ म बस फेरि पुग्यो पुग्यो आउँदैन खाने अब यो त मस्काउनु जाउँ ल अब हाम्रो सबै सँगै मिलेर मस्काउँ ल हो अब आफ्नो आफ्नो पासकम आफ्नो मस्काउँ पस्काउँ सबै हाम्रो मुखबाङ चाहिँ फाइनली हामीले सकिएको छ अनि जे होस् यो चाहिँ हाम्रो एउटा फर्स्ट स्टेप हो फर्स्ट ट्राई हो यसरी मुखबाङ गरेर यसरी भिडियोको सामने हाम्रो सोसियल मिडियामा राख्ने चाहिँ सो यस्तै मुखबाङहरू यस्तै रमाइलो एकदम रोमान्चक भिडियोहरू चाहिँ हाम्रो भ्लगमा आउनेछ है प्रतीक्षा गर्नु होला वेट गर्नु होला हेर्दै गर्नु होला हामीलाई सपोर्ट गरिदिनु होला अनि सब्सक्राइब र लाइक चाहिँ हामीलाई नबिर्सिनु होला है त गाइज अनि हामीले चाहिँ आशा गर्दैछु एकदम धेरै हजुरहरूले हामीलाई सपोर्ट गरिदिनुहुन्छ होला भनेर एकदम धेरै आश बोकेर आएको छु सो यो आश बोकेर आएकोले चाहिँ त्यति खेर नखेलिदिनु होला जति सक्दो माया देखाइदिनु होला है त गाइज हजुरहरूको माया पाउनु नै हाम्रो लागि एकदम ठुलो कुरा हो सो अब हाम्रो
नेक्स्ट ब्लगमा भेटौँ ल त है गाइज अर्को मुखबाङ गरिहाल्यो अब खाएको भाडा त पुस्नु पर्यो